बाले छैन के बाले हैन बाले छैन के ल दादालाई ह्यापी बर्थडे भन ल दादा फुगर दिनुस् न त ह्यापी बर्थडे भन नानी ह्यापी आयाम ह्यापी बर्थडे भन आयाम ह्यापी बर्थडे नानी यो जुन्चीको भइले ह्यापी बर्थडे ल आयाम दादा के खाने आऊ नानीले काट्नु त आरो नानीलाई देऊ न त अलिकति हो गयो तिमीले काट्दियौ जाऊ तिमी काट अर्को एउटा चक्कु दिउँ न आएर मलाई दो लिएर आऊ त यसो माक्स तल झारो न भगवानले जहिले ठुसो बनाइदिनुहुन्छ तिमी अर्को चक्कुले काट्नु नि त माक्स तल झारो न एकछिन पुग्नु ल भयो भयो हो भयो यहीँ बस न खाउली के नानीले दिइहाल्छु के खालाई हो त जिगर खाइदियो त्यसलाई खाइदियो लौ नानी खाऊ लौ नानी खाऊ न यो त डेन्जर छ के यो त डेन्जर छ यो त बत्ती लाउन दिनु लाउन त त राख्छ नि ल पैसा दिएको नि ल अनि ल ल लियो एकदम ल के के ल पुग्ला यो भयो ल ओइ यहाँ लाग्यो भैसे मम्मी लागिसक्नु भयो ऊपर की बोला यो माथि घर लाङलाई भित्र लडादिन्छ त्यो माथि गरेर नि भित्र किचन लडा अनि राखेर हुन्छ है आराम गिफ्ट भयो बस त्यहाँ गिफ्ट दिनु पर्यो आराम यसो त लाग्छ बाबु खानु म गिजाला न छोरी आमा आमा खानुहुन्छ होला नि अलिकति
राखिदिए खोज्दै भाइले क्या अस्ति भेटाइनीलाई नलै भने यहाँ साङ्लो साङ्लो राजा फाल्दैछ त्यो साङ्लो आयाम त्यसले भन्छ आयाम आऊ आमले बोला भन्छ आमले बोला आऊ के खाने आऊ थोरै खाने ल्याया बसेर खाल्ला बसेर खाल्ले बजा पैसा फाल्ले त बजा अलि दिन्छ नि बच्चा कसो बच्चा यहाँ ल्याऊ यहाँ दिने लाउन न बाबु ओके चम्चा ल्याइदिने कस्तो है ल अङ्कलले नानीलाई लाउनु भनेको कति म टिका लगाएँ यार मलाई कति बेला लाउनु त लगाउँछु आयो ल नानीले यहाँ राखेँ अब खानु त हेर किशोर आमालाई खोजेन आमालाई खबर आयो समथिङ एन्टिटी कति खास खाँदैन फलफुल पाउँछु फलफुल खानु न म साह्रै गिलाम ल्याएको क्या साह्रै गिलाम ल्याएको मास्क खोलेर खानुपर्छ श्रद्धा सदीक्षा मास्क खोलेर खानुपर्छ नि यसको ह्याप्पी बर्थडे ल म टिका लाउँछु मेरो यसो भिडियो बनाइदिनु नि त अब यताबाट राम्रो राइट साइडमा त्यो आफ्नो लिनु यसको म्युजिक त्यहाँ खोजी राख्छु तिम्रो गिफ्ट यहाँभित्र छ नि छोरी त्यस्तो भिडियो खाएको होला आम कतै मिठो
हाल्दै काम छ आमा हाल्दै गर ल खोकी लाग्ने बच्चा धेरै आइएम हेलो गर्नु आएगा जे यो गर्नु यो हो जे भयो अरे गुड गुड बाबाको ल बस म बन्द गरेँ त्यही राख नानीहरू हस् थ्याङ्क यू त्यहाँ पिक्चर जब नहीं पड़ेगा मेरे अभी खबर से खाली ये चप्पू फाल्नु भन के अर्काको खुट्टा दिएर